आज यो बलले डिसाइड गर्छ हामी इन्टायर दुबईमा कुन चाहिँ लोकेसनको बारेमा कुरा गर्ने भनेर। ल हेरौँ है त। ओके, दुबई ल्यान्ड रेसिडेन्सी कम्प्लेक्स यानि कि डिएलआरसी। धेरै जसो मान्छेलाई यो लोकेसनको बारेमा थाहा नै छैन। आज चाहिँ म तपाईँहरूलाई यो लोकेसनको बारेमा 5वटा चिज भन्न गइरहेको छु। पहिलो रहेको छ तपाईँको रोडको कनेक्टिभिटी। हजुरले पाउनुहुन्छ इमिरेट्स रोड, अलाइन रोड, शेख मोहम्मद बिन जायद रोड अनि तपाईँको अल नायाम स्ट्रिट। यसमा चाहिँ फ्युचर ब्लू मेट्रो लाइन आउँदैछ जसले गर्दा चाहिँ तपाईँको कनेक्टिभिटी अझै इजी बनाउँदैछ। र अर्को रहेको छ एकाडेमिक सिटी। अब एकाडेमिक सिटी चाहिँ तपाईँको एजुकेसन हब हुँदैछ र यसमा चाहिँ तपाईँको मोर देन 27 युनिभर्सिटीहरू अलरेडी छन् र तपाईँको फ्युचरमा बाई 2040 अझै 20 युनिभर्सिटी आएर टोटलमा चाहिँ हजुरको 47वटा युनिभर्सिटी यो एरियामा हुँदैछ। र नेक्स्ट रहेको छ दुबई सिलिकन ओसिस। अब दुबई सिलिकन ओसिसको कुरा गर्नुहुन्छ भने यसलाई चाहिँ दुबई गभर्मेन्टले आइटी एन्ड इनोभेसन हब बनाउनको लागि 12.8 बिलियन दिरहम चाहिँ अलरेडी इन्भेस्ट गरिसकेको छ। यो लोकेसन चाहिँ म जस्तै एकदमै सेन्टरमा छ, जहाँदेखि तपाईँ इन्टरनेसनल एयरपोर्ट, बुर्ज खलिफा अनि फ्युचरको अलमती इन्टरनेसनल एयरपोर्ट 20 देखि 25 मिनटकै ड्राइभमा पुग्न सक्नुहुन्छ। अब तपाईँ नै भन्नु यस्तो लोकेसनमा चाहिँ तपाईँले इन्भेस्टमेन्ट गर्ने मौका पाउनुभयो भने चाहिँ के तपाईँ इन्भेस्ट गर्नुहुन्छ?